हे गाइज हामी चाहिँ आज जान लागेको काभ्रे जिल्लाको पेरुङ्गे डाँडामा किनभने त्यहाँ हामीले सामान पुर्याउनु पर्ने थियो। यो चोकचोकमा जाम चाहिँ कति हुन सक्छ हो, झ्याउनै लाग्दो। गाडीमा चाहिँ यता पनि दादा उता पनि दादा म प्लस पछाडि सामानहरू थियो। गाइज हामी चाहिँ यो देखिरहेको सहरको बिचबाट आएको हो भने यो देखिरहेको उकालो बाटो चाहिँ हामी जान लागेको डाँडाको बाटो हो। मेन रोडबाट चाहिँ उकालो नसकुन्जेलसम्म ढलनको बाटो थियो भने त्यसपछि चाहिँ कच्ची बाटो थियो। 25-30 मिनटको उकालो कटिसकेपछि हामी बल्ल डाँडामा आइपुग्यो। अनि यो डाँडाबाट चाहिँ हिमाल छरक्क देखिरहेको थियो। हामी चाहिँ यो डाँडामा यो सामान मतलब वाटर हिटर पुर्याउन आएको हो भने यो डाँडाबाट देखिने दृश्यहरू अब तपाईहरु पनि हेर्नुहोस्। यताबाट देखिने भ्यूहरू हेर्दा हेर्दा सामान पनि झारिसकेछ। त्यसपछि चाहिँ हामी फर्किए। त्यसपछि हामी फर्किँदाखेरि बाटोमै परेको लामो पुलमा पनि चढिहाल्यो। म चाहिँ पुलमा पुग्ने बित्तिकै यता छेउबाट उता छेउसम्म नन स्टप दौडेपछि थकाइ लाग्नु त स्वाभाविक नै हो। त्यसैले म चाहिँ भ्यूहरू हेर्दै बिस्तारै हिँडे। अनि त्यहाँबाट देखिने भ्यूहरूलाई मजाले आँखाले निहालेर हेरियो। तर यो मूर्ति भएको ठाउँमा चाहिँ हामी गएन किनभने हामीसँग टाइम थिएन। सो गाइज तपाईहरुलाई पनि यहाँबाट भ्यू हेर्नु मन छ भने जानु होला। एन्ड टाटा बाइ बाइ।